अब के गर्नुपर्छ कसरी ढोग्नुपर्छ ठुलो ठुलो भयो ज्ञानी भयो यसमा राख्नुपर्छ ल यहाँ राखेर टोपीको लौला भन्दा त कहाँ हो बोकेर राख्ने हो त्यो बोकेर बस्ने यहाँ राख्यो टोपी यहाँ टाउकोमा लाउने हो हाँसुटेरको लागि यसमा हाल कि यसमा हाल के पैसा टाउकोमा लगाऊ न अब अब डर छ यता आगोमा के नि भएर बस्नुस् हात यस्तो गरेर बस्नु यस्तो टिका लाउनु टोपी थापेर बस्या आमा लाउने अरे नि त थ्याङ्क यू भन थ्याङ्क यू आमा अघि त कसैले टिका लाउन नमानेर जबरजस्ती निधारसँग आमाले भनेर दिएछ नि है नमानेको त ज्ञानी छ ह्यापी बर्थडे हेर थ्याङ्क यू भाइले भाइको देखो कस्तो ज्ञानी भएको छ भाइ अब यता डर छ है बाबु डर छ यता नगर कतिवटा चाहिन्छ नानी चाहिँ कतिवटा लु अब नमस्ते गर्नु आमालाई दर्शन भन त्यहीभित्र टोपीभित्र हाल्नु तिमी के दिन ल्याएको भाइलाई लु त्यो भाइलाई के दिने भाइलाई दियो थ्याङ्क यू भन्छ नि भाइले देऊ 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 बस्नु होइन बस्नु बस्नु के खानु पर्यो नि केही खान उठिसक्यो उसले नदिने रे कसैको फोटो यिनीहरू धेरै उफ्रेर अनि मैले भित्र लगेर राखेको बच्चाहरू चिसो त खानुहुन्थ्यो होला नि बुबा आउनु न के खानलाई अनि मेरो साथी हो भने आउनु पर्यो साथीहरूलाई त छुटाउनै भएन नि सानो रे बुवाले साथीलाई त छुटाउनै भएन नि कहाँ कहाँ त्यहाँ फेरि थ्याङ्क यू भन्न थ्याङ्क यू खोइ दिदीले थ्याङ्क यू भन्नु थ्याङ्क यू दिदी भन्नु थ्याङ्क वेलकम भन्नु खोइ यहाँ लाउनु पर्यो नि त त्यो भ्याउन त अब यहाँ अलिकति प्रोग्राम थियो घरमा छ नि हुन्छ तिमी आधी हौ भाइलाई बुइन आदियो भयो म आधी ल्याउ त तिमी आधी हौ तिमी भाइ बुइन दिदीलाई खान्न खान्न ए ल ल म त गइनँ टिभा खोइ के तरकारी लानु पर्यो नलिन्छ